हेलो नमस्ते साथीहरु आज हामी कलर एक्सचेन्ज गेम खेल्दै छौं मेरो सेकेन्ड टाइम हो है उहाँ चाहिँ हुनुहुन्छ हाम्रो धनी दिदी पैसा तसँग पैसा मसँग हुन्छ हामी सुरुमा हामी रेड कलर गरौँ है त कहाँ छ अब रेड कलर भयो रेडी 1 2 मेरो चाहिँ त्यस्तो राम्रो छैन किनकि यो म सेकेन्ड टाइम खेल्दै हो नि त म तिमी पैसा छैन ओके ओके ल रेडी 1 2 3 निकाल ल रेडी 1 2 3 के हो वाओ मेरो फेभरेट करेन्ट चाउ करेन्ट चाउ हो ओके ल्याउनुस् थ्याङ्क यू मोजा अब चाहिँ हाम्रो छ ब्लू कलर ब्लू 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 भाइ हल्ला नगरे तैँले 1 2 3 मलाई रुगा नै लाग्छ छैन यिनीहरू काम लाग्छ के हो थ्याङ्क यू अस्ति पनि काटा पाएको थिएँ मेरो चाहिँ यो अब मलाई रुगा लाग्यो हुन त लागिरहेको छ मलाई बेला बेला मोजा अनि यो मैले हेरेँ अब चाहिँ छ हाम्रो पिङ्क कलर म चाहिँ केही पनि पाएकै छैन के सब चोरेर लगेर मेरो पिङ्क कलर पनि हराए जस्तो छैन भाइ ठिकै यहीँबाट लगेर रहेछन् सबै ए भेट्यो 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 ओके ओके ल 1 2 3 ललिपप हुन्छ हाम्रो चाहिँ नेल पोलिस मैले चाहिँ ललिपप पाएँ नेल पोलिस पाएको छु थ्याङ्क यू भेरी मच अब चाहिँ छ हाम्रो येल्लो कलर कस्तो क्युट छ क्या मेरो फेरि मेरो फेरि छैन रेडी 1 पर्खिन छिटो 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 फास्ट पर्खिन ओके रेडी 1 2 3 फेरि यहाँ चाहिँ मेरो भजीको पैसा चाहिँ यहाँ हालिदिनु होला यो चाहिँ खानु होला मेरो बर्थडे हो आज ह्यापी बर्थडे चकलेट चकलेट का फेरि थ्याङ्क यू भेरी मच थ्याङ्क यू सी इज चकलेट लभर होइन म अनि अब चाहिँ छ हाम्रो व्हाइट कलर यसले बढी बढी हल्ला गरिरह यार ल छिटो ल हेर्नु त ल हेर्नु न त्यसलाई आफ्नै पारामा के भन्ने नगाली अब चाहिँ हाम्रो व्हाइट कलर रहेको छ 1 2 3 यसको भित्र चाहिँ व्हाइट छ है बाहिरबाट ब्लू भए पनि भित्र व्हाइट छ यो चाहिँ मेरो भजीलाई एकदमै काम लाउँछ यो भजी आमा छोरीलाई नै काम लाउँछ यो चाहिँ उनलाई नै काम लाग्छ थ्याङ्क यू थ्याङ्क यू ल अब चाहिँ थ्याङ्क यू पनि कति मिठो भन्छ होइन थ्याङ्क यू रे अब चाहिँ हाम्रो छ ब्राउन कलर यो चाहिँ अलि गतिलो छ है मेरो नि अब हजुरलाई मन पर्छ है पर्दैन यो चाहिँ अलि गतिलो अघिको भन्दा चाहिँ यो मिठाईहरू भन्दा चाहिँ अलि गतिलो छ मलाई चाहिँ खानेकुरा नै खानेकुरा ओके ल रेडी 1 ब्राउन होइन 1 2 3 वाउ Oh my god! मेरो त मोजा हो तर मैले चाहिँ यो साथ चाहिँ मैले एक्सपेक्ट नै गरेको थिएन थ्याङ्क यू मेरो चाहिँ मोजा थ्याङ्क यू अब म यही भिरेर मैले जान्छु रातो मोजा लाउँछु बाटोमा भेरी मच थ्याङ्क यू थ्याङ्क यू थ्याङ्क यू अब चाहिँ छ हाम्रो ओरेन्ज कलर ए ओरेन्ज भइसक्यो भएन भएको छैन छैन ओरेन्ज भएकै छैन म चाहिँ ओरेन्ज कलरको चाहिँ मैले रेचलको ब्यागमा राखेको थिएँ रेचल ब्याग लुकाएर कता हराइछिन् सो म चाहिँ अहिले यहाँ फोटो राखिदिउँ ल होइन म चाहिँ दिन्छु है म आफै भन्छु 1 2 3 गो ओरेन्ज नै मिठो मिठो खानुस् होइन
बजार बस्न लाएदेखि मेरो बहिनी चाहिँ एकदमै सुकिरहेछ दिनदिनै चटपट खान्छ हैन भयो भयो यो सब खुलाउन चाउमिन सबै त्यही भएर सुन्तला खाएर अलि चाहिँ बलियो हुनुस् है सुन्तला खाएर बलियो भन्छ ओके भन्छ सो अब चाहिँ हामीसँग छ लास्ट वान ब्ल्याक कलर अब चाहिँ हामीसँग छ ब्ल्याक कलर सो ब्ल्याक कलर यो चाहिँ अलिक स्पेसल नै छ होला होइन मैले यो भएको सुन्तला पनि दिएँ फोन आयो मेरो फोनमा ल अब चाहिँ हाम्रो छ लास्ट ब्ल्याक कलर रेडी 1 2 3 गो के हो यो ए वाउ 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 यो चाहिँ टी सर्ट हो उसको लागि आज चाहिँ उहाँको बर्थडे हो अनि त्यही भएर बर्थडे स्पेसल ह्यापी बर्थडे टु यु दिदी ओके थ्याङ्क यू ह्यापी बर्थडे हेर्नुहोस् त ह्यापी बर्थडे टु यु राम्रो छ वाउ सो ह्याप्पी इतनी खुशी मुझे आज तक सो आई एम also happy बिचरा यसले चाहिँ धेरै खर्च गरिरहेछ कि हाम्रो बजेट लिमिट नै थिएन उहाँको बर्थडे भएर बर्थडे कतिसम्म गर्ने भनेर किनकि मसँग अहिले पैसा छैन नि त ओके कलर सो यति हो यति नै हो क्या अनि मैले चाहिँ एउटा हैन अन्तिम गिफ्ट यो मैले हिजो भनेको थिएँ क्या मलाई यो चाहिएको छ भनेर यो चाहिँ के भन्छ यसलाई किचनमा टास्ने मलाई घर बेटीले टासम भनेर दिनदिनै भनेको गरेको थिएँ अनि मैले चाहिँ टास्छु भन्दा भनेर सोचिरहेको थिएँ तर मैले गिफ्ट पाएँ सो थ्याङ्क यू सो मच अनि हजुरहरूलाई कस्तो लाग्यो हाम्रो कलर एक्सचेन्ज वाला भिडियो लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला अनि आज स्पेसली हाम्रो दिदीको बर्थडे रहेको छ सो ह्यापी बर्थडे थ्याङ्क ए यू यहाँ के लेख्छु त्यो पनि पढाउँछु यसमा चाहिँ यसरी लेखिएको छ ह्यापी बर्थडे टु माई लभली सिस्टर मे गड गाइड एभ्री स्टेप अफ यर लाइफ एन्ड फिल यर हार्ट विथ हिज लभ फर द लर्ड यर गड इज विथ यु वेयर एभर यु गो यो चाहिँ बाइबलको पद रहेको छ जोसुवा यहोशु 1:9 आमेन थ्याङ्क यू सो गाइज हाम्रो चाहिँ कलर एक्सचेन्ज वाला गेम पनि सक्यो अनि हेरेर लाइक कमेन्ट सेयर अनि सब्सक्राइब गरिदिनु होला कस्तो लाग्छ कमेन्ट गरिदिनु होला अनि अनि लास्टमा फेरि ह्यापी बर्थडे टु यु अनि अरू के भन्नु अरू केही नि भन्नु छैन टाटा बाई बाई हजुरहरूले अलि धेरै लाइक कमेन्ट सेयर सब्सक्राइब मलाई भाइरल गरिदिनु भयो भने म दिनकै नयाँ नयाँ गेमहरू लिएर ओके गाइज त गरिदिनु होला यहाँ चाहिँ मैले भनेको यहाँ मेरो भज्जीको पैसा सङ्घालिदिने त्यहाँ कसैले मेरो भज्जीलाई पैसा दिएछ भने यहाँ मेरो भज्जीको पैसा सङ्घालेर अनि फेरि यही किनेर खाने सेकुवा खाने ओके सो बाई बाई साथीहरू हामी चाहिँ फेरि नयाँ नयाँ भिडियो बनाउने छौँ र तपाईँको सामने आउने छौँ बाई बाई बाई